ल यता गाइज हामी चाहिँ पुरानो घर हेर्नतिर लाग्यो। बाबा उहाँ पुगिसक्नु भयो। म बिस्तारै बिस्तारै जाँदैछु। चिप्लिन्छ कि क्या हो? हेर्नु यहाँ कस्तो टिप्दिन्न मलाई। अनि हामी चाहिँ यहाँ आँपको कुरा गर्दैछौँ। कत्रो चिप्लो पानी परेर आज हिजो रातभरि पानी पऱ्यो। हामी बिहानै 6 बजे नै उता रामसेतिर जाने भनेको पानीले हामीलाई यहीँ बसायो। अब अलिकति रोकिएको थियो, अब हिँड्ने भनेर ठिक्क परेको। अनि बाबाले पुरानो घर हेरेर अनि जाने भन्नुभयो। हामी पुरानो घर हेर्नु जाँदैछौँ। तर के भन्नु कथा कस्तो भुट पानी फेरि पर्न सुरु भयो। आज पनि रामसे गइ हुँदैन क्या अरे। अब पानीमा भिज्दै भयो नि जाने रे रामसे चाहिँ। मेरो चाहिँ त्यही भएर म लुगा फेर्न लगाएको थिएँ। अनि बाबाले भिज्दै जाने भनेर हिजोकै लुगा लाग्दा छु। रोक्नु न म चिप्लिएँ। रुक्नु गाइजहरू म चाहिँ अब खुट्टाको पाइट हटाउँदैछु। रुक्नु मेरो अनुहार। बाबा यो घर कसको घर पनि भनिदिँदै जानु न मलाई। कुन? अनि यो सेतो ए ल रुक्नु गाइस म तपाईँलाई देखाइदिन्छु घर। मेरो काकाहरूको अङ्कलहरूको सरी म चप्पल खोलेर हिँड्छु। यो चाहिँ उता वीरेन्द्र अङ्कलको घर। ए होइन यो चाहिँ बिसी अङ्कलको घर। अनि यो चाहिँ वीरेन्द्र अङ्कलको घर रे। अहिले अलि राम्ररी देखिँदैन। अलि राम्रोसित देखाइदिन्छु भनेको बाउले मलाई चिचिर आइज भन्छ म। ल अब चाहिँ देखिन्छ है। ल यो चाहिँ बिसी अङ्कलको घर है गाइस। यहाँ मकै छ। किन यहीँबाट आउने हो? चप्पल चाहिँ म यहीँ छोडिदिनु लाग्यो। ए हर त ल यहाँ छोडिदिएँ है मैले चप्पल। अब हामी जाँदैछौँ हाम्रो पुरानो घरतर्फ। बाबा चाहिँ यहाँ मलाई कुर्दैन लाउने। यहाँ हेर्नु न गाइस भ्यू पानी परेर। मेरो भिडियो चाहिँ अलि लामो हुनसक्छ, प्लिज नकटाइकन हेर्नु होला यदि हजुरहरूलाई हेर्यो भन्छ। बाबाले ल्याएको किरेट रे यो उहाँबाट। बाटो चाहिँ राम्रै रहेछ, मान्छेहरू चाहिँ किन नबस्या हो। खतरा छ ठाउँ छ। हेर्नु न गाइस भ्यू। आहा ल हेर्नु है गाइस। खुट्टाको गाइस हाम्रो घर चाहिँ आउन लाग्यो है। हाम्रो त्यो छ नि यता डला देखिन्छ। ए बाबाहरूले रोपे आँप रे। गुले छ भने टिप्दिनु न मलाई। काँचो गाइस अब मेरो घर निरै आइपुगेपछि कलर चाहिँ के अरे मेरो भिडियो घर चाहिँ यो चाहिँ हाम्रो बाबाहरूको बासकारी रे। ल गाइस हाम्रो घर आयो। यो रे हाम्रो घर। खै जानु मिल्दैन। खै घारीले पुरो कुरे है हाम्रो घरी। ल भत्किन पो थालेछ साँच्ची। उयो तल्लो रोशन अङ्कल घर खै कुन ऊ त्यो
ए उयो तल्लो देखिरहेको चाहिँ रोशन अङ्कलको घर यो चाहिँ हाम्रो घर भित्र त भने बाबाले झाडी खायो भने हिँड भाइ घरभित्र हेर्ने हामी चाहिँ त्यहाँ माथि घरबाट होइन होइन त्यहाँ हामी गएको हामी आएको घर चाहिँ देखिँदैन रहेछ ए म मरेँ काँडा पो रहेछ भित्र गाडी हो गाइस यस्तो भयो है हाम्रो घर चाहिँ ए हाम्रो घर मिन्टे मुन्द्रे सुकाई